And he said, "Excuse me, ma'am. अनि उहाँले भन्नुभयो, "Excuse me, ma'am. What is this on the map?" त्यो म्यापमा चाहिँ के हो त?" And she said, "Oh, that's where we planted churches." अनि उहाँले भन्नुभयो, "ओ त्यो नै ठाउँहरुमा हामीले मण्डली स्थापना गरेका छौं." And then she said this. अनि उहाँले यो भन्नुभयो, She said, "Maybe one day one of those pins will be you." अनि त्यो स्त्रीले चाहिँ भन्नुभयो, "हुन सक्छ एक दिन त्यो कुनै पिन चाहिँ तपाईमा इङ्गित गर्नेछ." And he said, in that moment, God got a hold of it. अनि उहाँले भन्नुभयो, त्यो अवस्थामा परमेश्वरको आवाज भयो उहाँलाई। He said, "Yes, उहाँले भन्नुभयो, "हो, that's what I want." म नै हो त्यो चाहन्छु." An elderly woman. अनि त्यहाँनिर हेर्नु त अग्रज स्त्रीले She never preached a sermon. उहाँले कहिले पनि वचन प्रचार गर्नुभएको She छैन। never preached at conference. त्यहाँ कन्फरेन्समा कहिले पनि प्रचार गर्नुभएको छैन। She spoke some words, तर उहाँले केही शब्द बोल्नुभयो and it influenced a young man. अनि त्यो जवान मान्छेमा हेर्नुहोस् न प्रभाव। Mark Olson became a missionary to the Philippines. मार्क ओल्सन चाहिँ फिलिपिनमा मिशनरी हुनुभयो। Today we have hundreds of churches. आजको दिनमा हेर्ने भने फिलिपिन्समा सयौं मण्डलीहरू स्थापना भएका Now छन्। he's a leader in our fellowship. अहिले हाम्रो फेलोशिपको लिडर हुनुहुन्छ। That woman spoke words of influence. जुन स्त्रीले चाहिँ त्यहाँनिर प्रभावशाली शब्द उहाँलाई So बोल्नुभयो। let's talk about an awakened ear. आउनुहोस् यो सुन्ने कानको बारेमा हामी कुरा गरौँ। In order to have the tongue of a teacher, you need an ear that's awakened. त्यहाँनिर तपाईलाई सिकाउने कुनै जिब्रो अथवा शिक्षक हुनुभन्दा पनि तपाईको चाहिँ सुन्ने कान हुनुपर्दछ। Verse 4, हाम्रो वचनको 4 मा morning by morning he wakens my ear to listen as those who are taught. बिहानै उहाँले चाहिँ मेरो कानलाई बोल्नुभयो अनि त्यो बोलेका शब्दहरू मैले सुन्न पाएँ। So to speak influential words, त्यसै कारणले प्रभावशाली शब्द बोल्नुमा you have to have the ability to hear God's voice. परमेश्वरको आवाजलाई सुन्ने तपाईको सामर्थ्य हुनुपर्दछ। An awakened ear. त्यहाँ एकदम खुल्ला कानले चाहिँ See, God is the one who has the words of life. हेर्नुस् त परमेश्वर नै एक हुनुहुन्छ जसमा चाहिँ वचनमा जीवन रहेको छ। In John 6 verse 68, यूहन्ना 6:68 मा Peter says to Jesus, पत्रुसले येशूलाई भन्नुभयो, "You have the words of eternal life." जीवन अनन्त जीवनका वचनहरू तपाईसँग छ। So for you to speak words of life, you त्यसै कारणले जसरी तपाईले जीवनको वचन बोल्नुहुन्छ have to be able to hear words of life. त्यहाँनिर जीवनको वचन सुन्ने तपाईले गर्नु You सक्नुपर्छ। have to be able to hear God. परमेश्वरलाई सुन्न सामर्थ्य हुनुपर्छ। This requires a miracle. यसमा चमत्कारको आवश्यकता पर्छ। In our text, it says, "He wakens my ear to हाम्रो listen." वचनमा भनेको छ उहाँले नै मलाई चाहिँ मेरो कान चाहिँ बिउताउनुहुन्छ। That God can do this miracle. अनि जुन परमेश्वरले चाहिँ यो चमत्कार गर्न सक्नुहुन्छ। So we're talking about something that's more than just natural. हामीले चाहिँ त्यस्तो केही विषयको कुरा गरिरहेका छौँ जुन चाहिँ साधारण भन्दा पनि प्रशस्त हो। It's more than just listening to a sermon. त्यहाँनिर वचन सुन्ने भन्दा पनि प्रशस्त हो। More than taking notes. त्यहाँनिर नोटहरू लिने भन्दा पनि धेरै। More than memorizing. त्यहाँनिर सम्झने भन्दा पनि धेरै। Those things are not bad. यी थोकहरू खराब होइनन्, They can be very helpful. एकदमै सहयोगी हुन सक्दछन्, But it has to be more than that. तर त्यो भन्दा पनि बढ्ता हुनुपर्दछ। The ability to recognize God's voice. परमेश्वरको आवाजलाई चाहिँ चिन्ने सामर्थ्य हुनुपर्दछ। 1 Kings 19 verse 12. पहिलो राजा 19 को 12 मा God speaks to Elijah. परमेश्वरले एलियासँग बोल्नुभयो And it says he speaks to him in a still small voice. अनि उहाँले भन्नुभयो परमेश्वरले अहिले पनि सुस्त रूपमा बोल्नु भएको छ। It's to be able to hear God, अनि त्यहाँनिर परमेश्वरलाई सुन्न सक्ने सामर्थ्य, to discern his voice. उहाँको वचन चाहिँ चिन्ने, That's an awakened ear. हैन त्यो भनेको युतिको कान हो। God wants to speak to you, परमेश्वर तपाईसँग बोल्न चाहनुहुन्छ, but you need the spiritual discernment. तर तपाईको चाहिँ आत्मिक इच्छा हुनुपर्दछ। It's actually fascinating. हैन त्यो चाहिँ वास्तविक रूपमा फ्यासिनेटेड छ। You know, you could have two people in the same church service. तपाई चाहिँ मण्डलीमा दुईजना सँगै बस्न सक्नुहुन्छ। One person will get nothing out of अनि it. एकजना मान्छेले केही पनि पाउँदैन। They're there, तिनीहरू त्यहाँनिर छ, they're bored, तिनीहरू एकदम दिक्क लाएर बसिरहेका छन्, they're distracted, तिनीहरू चाहिँ यताउता डिस्ट्र्याक्ट भएका छन्, nothing's happening. केही पनि भइरहेको छैन। They're thinking about what they're going to eat after church. मण्डलीमा चाहिँ के गरेर खाने होला भनेर सोचिरहेका छन्। And sitting right next to them, अनि तपाईभन्दा अलि नजिक बसेकोमा मान्छे, someone was having their life changed. अनि त्यहाँनिर त्यस्तो मान्छे कसैको जीवन परिवर्तन भएको, God's moving in life. परमेश्वर उसको जीवनमा चल्नु भएको, They're encountering God. परमेश्वरमा क्षमता भेट भएको, By the end of the service, they're at the altar, अनि त्यहाँनिर सङ्गति सकिसकेपछि वेदीमा getting a hold of God. परमेश्वरमा छाएको
moving in their heart. उसको हृदयमा परमेश्वर चल्न भएको Same sermon, त्यो एउटै समय same church, एउटै मण्डली same building. एउटै भवन One cannot hear, एकजनाले सुन्न सकेन and one has an ear that's been awakened. र अर्कोको चाहिँ जुन कान भयो त्यो कानसँग लेब्यू त्यो खुल्ला राख्यो So we need to pray for God to awaken our ear. र त्यसै कारणले हामीले प्रार्थना गर्नुपर्छ प्रभु हाम्रो कानलाई खोलिदिनुहोस् As I said, it's a miracle. जसरी मैले भने चमत्कार So you need to pray for it. तपाईले यसको निम्ति प्रार्थना गर्नुपर्छ This should be a regular र prayer. यो चाहिँ तपाईको नियमित प्रार्थना हुनुपर्छ God, help me to hear your प्रभु voice. मलाई तपाईको आवाज सुन्नलाई सहायता गर्नुहोस् I pray this every day. मैले हरेक दिन प्रार्थना गर्दछु God, I need to hear you. प्रभु तपाईलाई सुन्न आवश्यक छ God, I need you to speak to me. प्रभु तपाई मसँग बोल्न आवश्यक छ Help me to hear your voice. तपाईको आवाज सुन्नलाई मलाई सहायता गर्नुहोस् That's a prayer that God would love to answer. हैन त्यो नै प्रार्थना हो परमेश्वरले उत्तर दिन मन पराउनुहुन्छ He doesn't just speak to special people. उहाँले चाहिँ विशेष मान्छेहरुमा मात्र बोल्ने हैन He speaks to anyone who will listen. उहाँले जो कोहीसँग बोल्न सक्नुहुन्छ जसले सुन्दछ He wants to speak to you. उहाँले तपाईसँग बोल्न चाहनुहुन्छ And He wants you to be able to hear Him. अनि उहाँ चाहनुहुन्छ तपाईले उहाँलाई सुन्न सकोस् भन्ने If you can hear God's voice, यदि तपाईले परमेश्वरको आवाज सुन्नुहुन्छ भने you'll be able to speak words of influence. अनि तपाईले त्यो भूभरिता प्रभावशाली शब्दहरू बोल्न सक्नुहुन्छ Because it's a spirit. किनकि त्यो आत्मा हो It'll flow through you. तपाईद्वारा बगिन सक्छ Hear the words of life यहाँनिर जीवनको वचन रहेको छ and speak the words of life. अनि त्यहाँनिर जीवनको वचन रहेको जसरी बोल्दछौँ Steve Jobs was the owner of Apple company. स्टिभ जब्स चाहिँ एउटा एप्पल कम्पनीको मालिक हुनुहुन्छ They say when he first started the company, तिनीहरूले भन्दछन् जब उसले चाहिँ पहिलो कम्पनी स्थापना गर्यो सुरु गर्यो he was very smart. एकदमै चलाक हुनुहुन्थ्यो He was good at inventing things, त्यहाँ थोकहरू निर्माण गर्नलाई सिपालु हुनुहुन्थ्यो but he was not good at dealing with people. तर मान्छेहरूसँग डिल गर्नलाई चाहिँ उहाँ असल So हुनुहुन्थ्यो they would hire employees, त्यसै कारणले तिनीहरूले चाहिँ इम्प्लोइहरूलाई हायर गर्थे but the way Steve Jobs would speak to तर them, जुन हिसाबले स्टिभ जब्स चाहिँ बोल्नुहुन्थ्यो they all wanted to quit. सबैजनाले छोड्न मात्र चाहन्थे They said, I can't work for this guy. हैन उनीहरूले भन्थे म यसको लागि काम गर्न सक्दिनँ All he would do was criticize. हैन उनले गर्ने भनेको मात्र खण्डन He was harsh. अनि एकदमै उनीहरूलाई चाहिँ दिक्क बनाउने They said one day he came to work अनि एक दिन तिनीहरू भन्दछन् काममा आयो and he saw what the one man was working on. उहाँले देख्नुभयो एकजना मान्छे काम गरिरहेको अफिसमा And he picked it up. उहाँले यसरी पिक गर्नुभयो उठाउनुभयो And he said, that's the worst thing I've ever seen. अनि उहाँले भन्नुभयो यो एकदमै खतम कुरा मैले कहिले पनि यस्तो त देखेको थिइनँ That man said, I'm finished here. अनि त्यो पुरुष काम गर्ने मान्छेले अब म सके छैन But somebody spoke to Steve. तर कसैले स्टिभसँग बोल्नु भयो Somebody that he respected. हैन कसैलाई चाहिँ उहाँले आदर गर्नुहुन्थ्यो And they said, Steve, you're very smart. हैन भन्नुहुन्थ्यो स्टिभ तिमी एकदम स्मार्ट छौ But you're not good at talking. तर कुरा गर्नलाई तिमी खासै सिपालु छैनौ You need to change this. यो तिमीले परिवर्तन गर्नुपर्छ Because you need these people. किनकि यी मानिसहरू तिमीलाई चाहिन्छ Because if they don't want to work with you, उनीहरूले तिमीसँग काम गर्न चाहेनन् भने you're not going to accomplish anything. केही पनि तिमीले उपलब्ध पाउने छैनौ And from that day, he changed. अनि त्यो दिनमा परिवर्तन भयो He stopped criticizing. उहाँले खण्डन गर्न बन्द गर्नुभयो And he focused on inspiring people. अनि मान्छेहरूलाई चाहिँ प्रेरणा दिनको निम्ति इन्स्पायर गर्न सुरु गर्नुभयो And if you look at the messaging of Apple, एप्पलको अहिले आएर तपाईँले चाहिँ हेर्ने हो भने everything is now inspiration. सबै कुरा चाहिँ एकदमै इन्स्पिरेसन मान्छेलाई प्रोत्साहन दिने टाइपको छ Their motto, अनि तिनीहरूको जुन मोडल रहेको छ an idea that can change the world. अनि उनीहरूको विचारले चाहिँ विश्व परिवर्तन गर्ने टाइप Now when people work there, र अहिले मान्छेहरू त्यहाँ काम गर्दछन् they say, I'm a part of changing the world. अनि तिनीहरू भन्दछन् यो संसारको परिवर्तन गर्ने एउटा हिस्सामा हो We're creating things that are making a difference. अनि हामीले चाहिँ त्यस्तो कुरा बनाउँदछौँ जुन कुराले चाहिँ फरक ल्याउँदछ They become a large company. अनि तिनीहरू ठुलो कम्पनीको रूपमा But स्थापित that's भए only because Steve Jobs listened. अनि त्यो तब मात्र सम्भव भयो जब चाहिँ स्टिभ जबले चाहिँ सुनेको थियो And because he listened, उनले सुनेको भएर he was able to speak better words. अनि उनले चाहिँ असल शब्दहरू बोल्न सक्षम भयो If you'll listen to God, यदि तपाईले परमेश्वरलाई सुन्नुहुन्छ you'll be able to speak influential words. प्रभावशाली शब्दहरू बोल्न तपाईँ समर्थ हुनुहुन्छ The final thought is having an obedient heart. अन्तिम विचार चाहिँ आज्ञाकारी हृदय This is the final issue in our scripture. हाम्रो वचनमा त्यो अन्तिम देखाएको कारण छ यहाँ If you want to speak with influence, you have to have an obedient heart. यदि तपाईँ चाहिँ प्रभावशाली हिसाबमा चल्न चाहनुहुन्छ भने आज्ञाकारी हृदय चाहिन्छ
Isaiah chapter 50 verse 5. यसैया 50 को 5 मा यहाँ भनिएको छ, प्रभु यहोवाले मेरा कानहरू खोलिदिनु भएको छ, म बाँकी भएको छैन, म पछि हटेको छैन। I was not rebellious. म पछि हटेको छैन, I did not turn backward. मैले चाहिँ पछाडि मोडेको छैन। See, the problem that some of us have हेर्नुस् त, समस्या हामी कोही मान्छेसँग is when God speaks to us, we do not obey. जब परमेश्वर हामीसँग बोल्नुहुन्छ हामी आज्ञा मान्दैनौँ। The ancient human problem is a rebellious heart. त्यहाँ प्राचीन कालदेखि नै मान्छेको प्रवृत्ति हेर्दै हो भने चाहिँ एकदमै कठोर हृदय। We want what we want, हामी जे चाहन्छौँ त्यही गर्छौँ and we don't want to obey what God says. अनि परमेश्वरले जे भन्नुभएको छ त्यसमा आज्ञा नै मान्दैनौँ। But there's a problem with this. योसँग त समस्या रहेको छ। हेर्नुस्, A rebellious heart cannot hear the voice of God. यहाँ विद्रोही हृदयले चाहिँ परमेश्वरको आवाज सुन्न सक्दैन। Over time, if you want to obey what God speaks, He will stop speaking. समय यदि तपाईँ परमेश्वरमा सुन्नु भएन भने परमेश्वर बोल्न बन्द गरिदिनुहुन्छ। Let me tell you a scary story. हैन, म तपाईलाई एउटा एकदमै डरलाग्दो कथा भन्नु। Scary because it's about me. हैन, मेरो बारेमा रहेछ, त्यही भएर डरलाग्दो छ। As a boy, I was raised in church. एउटा केटा भएन, म मण्डलीमा हुर्केको थिएँ। My dad used to tell me this. मेरो बुवाले मलाई भन्ने गर्नुहुन्थ्यो, When God convicts you, it's a good thing. हैन, जब परमेश्वर तिमीलाई कन्भिक्ट गर्नुहुन्छ त्यो असल हो, Because you know He's trying to speak to you. किनकि तिमीलाई थाहा हुन्छ परमेश्वर तिमीसँग बोल्न चाहनुहुन्छ। He said the problem उहाँले भन्नुभयो समस्या चाहिँ is if you do wrong यदि तिमीले गलत गर्दै गए and you're not convicted. अनि त्यहाँ परमेश्वरलाई रहेनौ भने, Because then God is not talking to you. अनि त्यो हो भने परमेश्वरको प्रार्थना तिमीसँग बोल्नुहुन्न। And I remember for many years when I was living in sin जब म चाहिँ धेरै वर्ष पापमा रहँदाखेरि मैले स्मरण गरेँ during church. मण्डलीका दिनहरूमा My dad would call the altar call. मेरो बुवाले चाहिँ अर्डर कल गर्नुहुन्थ्यो, And I would listen मैले सुन्थेँ just to make sure I was convicted. हैन, म चाहिँ परमेश्वरमा रहेको छु भनेर निश्चित गर्नलाई। But I kept sinning. तर मैले निरन्तर रूपमा पाप गरि नै रहेँ, I kept doing wrong. गलत गरि नै रहेँ। And there came a day अनि त्यहाँ त्यस्तो दिन आयो when the altar call would come. जब वेदीको बोलावट हुँदथ्यो, I would listen to the word मैले वचन त सुन्नथेँ and I felt nothing. तर मैले केही पनि आभासै गर्दिनथेँ। No conviction, यहाँ कुनै पनि कन्भिक्सन छैन, no guilt, यहाँ कुनै के अरे गिल्ट चाहिँ छैन, no shame. कुनै लाजै छैन। My heart wasn't right. मेरो हृदय सही थिएन, I was absolutely in म sin. त वास्तविक रूपमा पापमा थिएँ। If I died in that moment, I would have gone त्यो straight to अवस्थामा heaven. म मर्दाखेरि पनि परमेश्वरले त्यहाँ म नर्कमै जान्थेँ, But I wasn't convicted. तर म त्यहाँ परमेश्वरको वचनमा थिएँ। You want to know why? तपाईलाई थाहा छ किन? Because God said, fine. परमेश्वरले ठिकै छ भनिदिनु भयो। If you don't want to listen to me, मलाई सुन्न चाहँदैनौ भने then I will not speak to you. म तँसँग बोल्ने छुइनँ हो प्रार्थना। And I remember that moment. अनि म त्यो अवस्थालाई म अहिले स्मरण गर्दछु। I said to myself, म आफैले भने uh-oh, I'm in big trouble. हैन, म अब ठुलो समस्यामा पर्नेछु। I cannot hear God anymore. अब उपरान्त परमेश्वरलाई म सुन्नै सक्दिनँ। To lose the ability to hear God, परमेश्वरमा सुन्ने एउटा सामर्थ्य मैले त्यो समय गुमाएको थिएँ। it's a scary place to go. हैन, जुन चाहिँ एकदम डरलाग्दो ठाउँ जानलाई। This is why some people lack influence. यसै कारणले केही मानिसहरू चाहिँ प्रभावशालीमा कमी हुँदछ। They know a lot. हैन, तिनीहरूलाई धेरै त थाहा छ, They can tell you about the Bible. बाइबलको बारेमा त भन्छन्, They've heard many sermons, तिनीहरूले धेरै वचनहरू सुनेका हुन्छन्, but they have no influence तर त्यहाँ कुनै प्रभावै छैन, because they are disobedient in their heart. किनकि तिनीहरू आफ्नो हृदयमा अनाज्ञाकारी भएको हुनाले हो। They speak, but something is missing तिनीहरू केही त बोल्दछन् तर केही कुरा गुमाएको हुन्छ, because they are not obeying God. परमेश्वरको आज्ञा नमानेको हुनाले। So to have influence, प्रभाव हुनको निम्ति you must obey. तपाईले आज्ञा मान्नै पर्छ। When God speaks to you, it's critical to obey Him. जब परमेश्वर तपाईसँग बोल्नुहुन्छ उहाँको आज्ञा मान्नु संवेदनशील हो। Don't view obedience as optional. हैन, एउटा हुन्छ नि अप्सनल रूपमा छनौटको रूपमा आज्ञाकारितालाई नलिनुहोस्। Maybe I'll do that हुन सक्छ म परमेश्वरको इच्छा गरौँ, if I feel like it, यदि मैले गर्न महसुस गरेँ भने, if it's easy, यदि सजिलो हुने हो भने, if I have time. यदि मसँग समय हुन्थ्यो भने No. होइन। When God speaks to you, you need to obey. जब परमेश्वर तपाईसँग बोल्नुहुन्छ तपाईले उहाँको आज्ञा मान्नुपर्दछ। Isaiah chapter 30 verse 21. यसैया 30 को 21 मा तिमीहरू दाहिने अथवा देब्रेतिर फर्के तापनि तिमीहरूका कानले आफ्ना पछिल्लोतिरबाट
बाटो यही हो यसमा हिँड भन्ने स्वर सुन्नेछन् यशाया An obedient heart. हेर्नुस् त सुन्ने हृदय That's a heart that will simply obey whatever God says. त्यो चाहिँ यस्तो हृदय हो परमेश्वरको आज्ञाकारीलाई चाहिँ उसले परमेश्वरको आज्ञालाई चाहिँ उसले मान्दछ And this is the heart that will be able to hear God's voice. यो नै हृदय हो जुन हृदयले परमेश्वरको आवाजलाई सुन्न सक्दछ See, God speaks to obedient people हेर्नुस् त परमेश्वर चाहिँ आज्ञाकारी मान्छेहरूलाई देख्नुहुन्छ because He knows that they will obey Him when He talks. किनकि उहाँलाई थाहा छ जब उहाँले कुरा गर्नुहुन्छ तिनीहरूले चाहिँ आज्ञा मान्नेछन् This is the heart we need to have हैन यो नै हो हृदय हामीलाई आवश्यक पर्ने if we want to speak words of influence. यदि हामी प्रभावका शब्दहरू बोल्दैनौँ भने An obedient heart त्यहाँ आज्ञाकारी हृदय will continue to hear the voice of God, नि परमेश्वरको आवाजलाई निरन्तर रूपमा सुन्दछ which will allow you to speak words of life अनि त्यहाँबाट जीवनको वचन बोल्नलाई छोड्दछ उसले that influence people for eternity. अनि त्यसले चाहिँ अनन्तको निम्ति मानिसहरूलाई प्रभाव छोड्दछ I want to show you a picture as we close. बन्द गर्नुभन्दा अगाडि म तपाईँलाई एउटा फोटो देखाउन